पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रहारको निशाना बनाइएको आरोप लगाएका छन्। ओलीले अहिले प्रतिशोधात्मक व्यवहार र उक्साउने गतिविधि देखिएको भन्दै असन्तुष्टि जनाएका हुन्। आज आफ्नो निवासमा आएका प्रेस चौतारीका पत्रकारहरूसँग कुरा गर्दै ओलीले आफूले कहिल्यै भ्रष्टाचार नगरेको प्रष्टीकरण दिएका छन्। उनले भने, मलाई थाहा छ मलाई अहिले प्रहारको निशाना बनाइएको छ। के हो मेरो अपराध? मैले भ्रष्टाचार गर्दिन र गरेको छैन। विकासको खाका कोर्न नेतृत्व गरेको हुँ। हिंसा र पृथकतावादी शक्तिलाई ल्याएर एकता गर्नु अपराध हो, उनको प्रश्न थियो। अहिले सुन्छु मानिसहरूसँग प्रतिशोध सान्ने कुरा भइरहेको छ। अराजनैतिक प्रतिशोधात्मक व्यवहार र उक्साउने गतिविधि देखिरहेको छु। यो कहाँ पुगेर रोकिने? शान्ति हुनु पर्दैन, ओलीले थपे। देश त्रासमय बनेको र मान्छेसँगै डराउनु पर्ने स्थिति आएको भन्दै ओलीले चिन्ता समेत व्यक्त गरेका छन्। युवा पुस्ताको नाममा झण्डा ओढेर सिंहदरबार जलाइयो। जेनजी पुस्ताको जायज माग थिए, भ्रष्टाचार अन्त्य, शान्ति सुव्यवस्था, सुशासन आदि। तर त्यहाँभित्र अरू तत्त्व आए हतियार बोकेर, सुतली बम बोकेर। जेनजी आएका थिएनन्। धेरै दुःखद घटना घटे, ओलीले भने। विद्यार्थी भाइ बहिनी मर्ने मार्ने स्थिति भयो, उनले भने। गोली चल्ने स्थिति कहाँबाट आयो र कसले गोली चलायो भन्ने निष्पक्ष छानबिन हुनुपर्ने उनको माग छ। जनप्रतिनिधि संस्था खोजी खोजी आगो लाउनु भनेको लोकतन्त्र हुनु हुँदैन भनेको हो। यसको छानबिन हुनुपर्छ, ओलीले भने। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति सहितको व्यवस्था हुने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पुनर्संरचना वर्तमान सरकारको कार्यक्षेत्रभन्दा बाहिर रहेको बताएकी छन्। बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले वर्तमान शासकीय स्वरूप फेर्न संविधान संशोधन आवश्यक पर्ने भएकोले आगामी निर्वाचनपछि बन्ने सरकारले मात्रै उक्त काम पूरा गर्न सक्ने बताएकी हुन्। त्यसको लागि प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनमा युवा पुस्तालाई सक्रिय सहभागी हुन र त्यसपछि प्राप्त हुने जनादेशका आधारमा संविधान संशोधन अगाडि बढाउन आग्रह समेत गरेकी छन्। जेनजी आन्दोलनपछि बनेको सरकारले प्रदेशको संरचनामाथि पुनर्विचार गर्नुपर्ने आवाज उठिरहेको बेला प्रधानमन्त्री कार्कीले चुनाव मार्फत नै त्यसको सम्बोधन गर्न भनेकी हुन्। त्यस्तै उनले जेनजी आन्दोलनको क्रममा अनाहकमा ज्यान गुमाएका घटनामा दोषी उप सख्त कारबाही गर्ने प्रतिबद्धता समेत जनाएकी छन्। जेनजी आन्दोलनको क्रममा अनाहकमा ज्यान गुमाएको घटनामा सम्बद्ध दोषी उप सरकार सख्त कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्दछ, उनले भनिन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा अस्पतालबाट डिस्चार्ज भएपछि ललितपुरमा बस्ने भएका छन्। यसअघि देउबा बुढानीलकण्ठ स्थित घरमा बस्दै आएका थिए। भदौ 24 गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको आक्रमणबाट देउबा र उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउबा घाइते भएका थिए। सभापति देउबाको गर्दन र गर्दनमाथिको भागमा चोट लागेको थियो। सभापति देउबाको टाउकोमा 12 वटा टाँका लगाइएको थियो। प्रदर्शनकारीहरूले भदौ 24 गते देउबा दम्पतिमाथि कुटपिट र घरमा आगजनी समेत गरेका थिए। देउबाका स्वकीय सचिव भानु देउबाका अनुसार देउबा कहिले अस्पतालबाट डिस्चार्ज हुने भन्ने आज टुङ्गो लाग्नेछ। आज डिस्चार्ज बारे टुङ्गो लाग्छ। सम्भवतः ललितपुरको जाउलाखेल वा सानेपातिर बस्ने कुरा छ, उनले भने। देउबाको आफन्तको घर जाउलाखेलमा छ। उनी केही समय त्यहाँ बस्न सक्ने बताइएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक दलका नेताहरूलाई भ्रष्टाचार वा अन्य बहानामा जेल हालेर दलमाथि प्रतिबन्ध लगाउने खतरा रहेको औल्याएका छन्। जेनजी आन्दोलनपछि उनले देश झनै अन्यलको अवस्थामा आएको भन्दै धेरै खाले चलखेलहरू भइरहेको दावी समेत गरेका छन्। केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष प्रचण्डले संविधान मास्ने, अन्तरिम सरकार जारी गर्ने र देशमा विभिन्न बहानामा अराजकता मच्चाएर प्रतिगामी शक्ति हावी गराउने खेल हुन सक्ने आशंका गरिएको छ। प्रचण्डले लोकतान्त्रिक दल का नेताहरूलाई भ्रष्टाचार वा अन्य बहानामा जेल हालेर दलमाथि प्रतिबन्ध लगाउने खतरा समेत रहेको औल्याएका छन्। उनले सबै परिस्थितिलाई गम्भीरता साथ लिएर फागुन 21 मै चुनाव गराउन लाग्नुपर्ने समेत बताएका छन्। प्रचण्डले यस बीचमा आफू सहितको पहलमा संविधान जोगाउन सफल भइएको भन्दै षड्यन्त्रहरू कायमै रहेको बताएका हुन्। उनले शीतल निवासमा सुशीला कार्की प्रधानमन्त्री बन्नु अघिका वार्तामा आफूले संविधान र लोकतन्त्रमा कुनै सम्झौता गर्न नसकिने, संसदबाटै नयाँ सरकार गठन गरी समस्याको निकास खोजिनु पर्ने, संसदबाटै नयाँ जनादेशमा जानुपर्ने, संसदले नियमित कारबाही नगर्ने तर जेनजीले उठाएका प्रत्यक्ष कार्यकारी लगायतका मागहरू सम्बोधन गर्नुपर्ने अडान प्रस्तुत गरेको जनाएका छन्।